नमस्कार। आज एउटा यस्तो विषय कुरा गर्न चाहन्छु जुन विषय हरेक वर्ष हजारौँ विद्यार्थी, अभिभावक र शिक्षकहरूलाई छुन्छ। एसईको नतिजा प्रकाशित हुन्छ। कसैले 4 जिपिए ल्याउँछ, कसैले 3.5, कसैले 2.5 र कसैले अपेक्षा गरे भन्दा कम नतिजा प्राप्त गर्छ। त्यसपछि सुरु हुन्छ तुलना, प्रशंसा र आलोचनाको क्रम। टपर भएका विद्यार्थीलाई फुलमाला लगाइन्छ, सामाजिक सञ्जालमा तस्बिर राखिन्छ, सञ्चार माध्यममा अन्तर्वार्ता आउँछ। सबैले भन्छ यही विद्यार्थी भविष्यको डाक्टर, इन्जिनियर, वैज्ञानिक वा ठुलो व्यक्ति बन्नेछ। तर उही समयमा औसत नतिजा ल्याउने हजारौँ विद्यार्थीहरू चुपचाप बसिरहेका हुन्छन्। कतिपय निराश हुन्छन्, कतिपयलाई आफन्तले सोधिरहेका हुन्छन्, फलानाको छोरा र छोरीले त यति नम्बर ल्यायो, तिमीले किन ल्याउन सकेनौ? अझ दुःखको कुरा के छ भने कहिलेकाहीँ शिक्षक, विद्यालय र समाजले नि सामान्य विद्यार्थीलाई यसले केही गर्न सक्दैन, पढाइमा कमजोर छ, भविष्य छैन भन्ने सन्देश दिने गर्छन्। तर के साँच्चै त्यस्तो हो त? के एसईमा प्रथम हुने सबै सफल हुन्छन् र सामान्य नतिजा ल्याउने सबै असफल हुन्छन्? मेरो विचारमा यसको उत्तर स्पष्ट छ, होइन। सफलता र परीक्षा परिणामबीच सम्बन्ध त हुन्छ, तर सफलता केवल परीक्षाको अङ्कले निर्धारण हुँदैन र गर्न सक्दैन। हामीले जीवनलाई विद्यालयको परीक्षा जस्तो सरल समीकरणमा बाँच्न खोजिरहेका छौँ, तर जीवन त्यति सरल छैन। विद्यालयको परीक्षा 3 घण्टाको हुन्छ, जीवनको परीक्षा भने दशकौँसम्म चल्छ। विद्यालयको परीक्षामा प्रश्नपत्र सबैलाई एउटै हुन्छ, जीवनको प्रत्येक व्यक्तिको प्रश्नपत्र फरक फरक हुन्छ। कसैले गरिबीसँग लड्नुपर्छ, कसैले अवसरको अभावसँग, कसैले पारिवारिक समस्यासँग त कसैले स्वास्थ्यको समस्यासँग। यस्तै चुनौतीहरूको सामना गर्ने क्षमता न मार्कसिटले नाप्छ न शिक्षकहरूले। संसारका धेरै सफल व्यक्तिहरू विद्यालयका टपर थिएनन् र भविष्यमा पनि हुने छैनन्। कतिपय उद्यमीहरू सामान्य विद्यार्थी थिए, कतिपय कलाकारहरू पढाइमा अब्बल थिएनन्, कतिपय खेलाडीहरू कक्षामा औसत थिए। तर उनीहरूको एउटै विशेषता थियो, उनीहरूले आफ्नो क्षमता पहिचान गरे, मेहनत गरे र हार मानेनन्। हाम्रो समाजमा अर्को पनि समस्या के छ भने हामी अङ्कलाई प्रतिभा सम्झन्छौँ। कसैले गणित राम्रो गर्न सक्छ, कसैले राम्रो लेख्न सक्छ, कसैले नेतृत्व गर्न सक्छ र कसैले सिर्जनाका कलमहरू चलाउन सक्छ। तर विद्यालयले धेरै जसो एउटा सीमित मापदण्डबाट मूल्याङ्कन गर्छ, त्यो 3 घण्टाको परीक्षा। यदि सम्झनुहोस् त, माछालाई रुख चढ्ने क्षमताको आधारमा मूल्याङ्कन गर्यो भने ऊ सफल होला त? उसको परीक्षा त पौड्नमा हुन्छ नि। त्यसैगरी सबै विद्यार्थीलाई एउटै तराजुमा जोख्न खोज्नु पनि गलत हो। कक्षा 10 सम्म प्रथम हुने विद्यार्थीलाई समाजले सफलताको टिकट दिए जस्तो व्यवहार गर्छ, तर वास्तविकता के हो भने जीवनको यात्रा त्यहाँबाट मात्रै सुरु हुन्छ। धेरै टपर विद्यार्थीहरू पनि सङ्घर्ष गर्छन्, प्रतिस्पर्धा बढ्छ, जिम्मेवारी बढ्छ, नयाँ चुनौती आउँछन्। अर्कोतर्फ विद्यालयमा सामान्य देखेका कतिपय विद्यार्थीहरूपछि व्यवसायमा, राजनीतिमा, कला क्षेत्रमा, सञ्चार क्षेत्रमा, कृषि क्षेत्रमा वा प्रविधिमा उल्लेखनीय सफलता हात गर्छन्। किनभने सफलता केवल बुद्धिमत्ताले होइन, निरन्तरताले पनि निर्धारण गर्छ। सफलताका लागि अनुशासन चाहिन्छ, आत्मविश्वास चाहिन्छ, सङ्घर्ष गर्ने क्षमता चाहिन्छ, असफलताबाट सिक्ने बानी चाहिन्छ। यी कुनै पनि कुरा मार्कसिटमा लेखेका हुँदैनन्। आज म अभिभावकहरूलाई एउटा आग्रह गर्न चाहन्छु, कृपया आफ्ना छोराछोरीलाई केवल अङ्कका आधारमा मूल्याङ्कन नगर्नुहोस्, उनीहरूलाई अरूसँग तुलना नगर्नुहोस्। प्रत्येक बच्चा फरक हुन्छ, प्रत्येकको गति फरक हुन्छ, प्रत्येकको सपना फरक हुन्छ। तुलनाले आत्मविश्वास घटाउँछ, प्रेरणा होइन। त्यसैगरी शिक्षकहरूलाई पनि मेरो आग्रह छ, विद्यालयको उत्कृष्ट विद्यार्थीलाई मात्र होइन, सङ्घर्ष गरिरहेको विद्यार्थीलाई पनि प्रोत्साहन दिनुहोस्। कहिलेकाहीँ एउटा सकारात्मक वाक्यले विद्यार्थीको जीवन बदल्न सक्छ। र अन्त्यमा विद्यार्थी साथीहरूलाई म भन्न चाहन्छु, यदि तपाईँहरूको एसईमा उत्कृष्ट नतिजा ल्याउनु भएको छ भने बधाई छ, त्यो तपाईँको मेहनतको परिणाम हो। तर त्यसैमा सन्तुष्ट नहुनुहोस्, सिकाइलाई निरन्तरता दिनुहोस्। र यदि तपाईँको नतिजा अपेक्षा अनुसार आएन भने पनि निराश नहुनुहोस्, त्यो तपाईँको सम्पूर्ण जीवनको फैसला होइन। एउटा क्षमता एउटा परीक्षाभन्दा ठुलो कुरा हो। तपाईँको भविष्य एउटा मार्कसिटले निर्धारण गर्दैन। याद राख्नुहोस्, जीवन सफल हुनेहरू सधैँ टपर मात्र हुँदैनन्, तर जीवनमा सफल हुनेहरू सधैँ सिकिरहेका, सङ्घर्ष गरिरहेका र हार नमान्ने मानिसहरू हुन्छन्। त्यसैले अङ्कभन्दा ठुलो कुरा आफ्नो सपना हो, नतिजाभन्दा ठुलो कुरा आफ्नो मेहनत हो, र परीक्षाभन्दा ठुलो कुरो जीवन स्वयं हो। धन्यवाद।